आज म तपाईहरुलाई यो डी बर्गर खोलेर देखाउन गइरहेको छु। डी बर्गर यो चाहिँ भित्र कस्तो छ अनि यसलाई कसरी चाहिँ हामीले खानु पर्ने हो भन्ने कुराहरु म चर्चा गर्न गइरहेको छु है त। यसलाई चाहिँ अब हामी यसरी खोलौं। यस्तो छ भित्र, यसरी मैले खोले। यसपछि भित्र चाहिँ यस्तो रहेछ। यस्तो यो चाहिँ बर्गर रहेछ यो। यो चाहिँ तपाईको टमाटर ससेस जस्तो लाग्यो। यो भित्र चाहिँ यो प्याकेटहरु चाहिँ तपाईहरुलाई पुरै नै म तपाईहरुलाई पुरै म हेरेर बनाएर खोलेर देखाउने छु है त। यो चाहिँ बर्गर रहेछ, यस्तो छ। यहाँ चाहिँ भने अनुसार चाहिँ यसलाई ओपन गरेर चाहिँ यसलाई चाहिँ मजाले डल्ला बनाउनु भनिएको छ। त्यसपछि 2 नम्बरमा चाहिँ यसलाई चाहिँ यस्तो रोटी जस्तो पेलेर बनाउनु भनेको छ। अनि 3 नम्बरमा चाहिँ तपाईको चाहिँ हल्का यसलाई चाहिँ तताउनु भनिएको छ। तताएर चाहिँ अब यसलाई चाहिँ तयार गरेर अब के लगाउनु मिल्छ। यो अब ससेसहरु रहेछ। त्यसपछि यहाँ भएको सामानहरु र अब हामीले अरु पनि एड गरेर खान सकिने रहेछ। यसरी म ओपनिङ गर्छु, तपाईहरुलाई यो भित्र कस्तो छ त हेरौँ है त। पक्ष चाहिँ म तपाईहरुलाई खोलेर देखाउने छु। भित्र चाहिँ यस्तो रहेछ, हेर्नुस् है त। यसलाई चाहिँ अब हामीले त्यहाँ लेखिएको अनुसार चाहिँ यसलाई यसरी भाँच्नु पर्यो होला। त्यसपछि यसलाई चाहिँ यसलाई यतिकै पनि खान सकिने रहेछ। यसलाई 4 पिस बनाउँदा हुने रहेछ। 4 पिस तपाईको रेडिमेड भएको हुनाले यो अलरेडी तयारी छ। अब यसलाई हामीले ससेस यसरी खोल्ने, टमाटो यसलाई चाहिँ अब यस्तो बर्गर थियो। यसबाट खोलेर चाहिँ अब यसरी चाहिँ मजाले मिचेर यसलाई पेस्ट गरेर यसरी रोटी जस्तो बनाउने। त्यसपछि यो मैले चाहिँ हल्का तताइसकेको छु। यसरी तताउनु पर्ने हुन्छ। यहाँ अर्को पनि मैले त्यसरी नै गरिराखेको छु। यसरी तताउने 7 देखि 8-9 मिनेटसम्म यसरी फर्काइ तताइसकेपछि
चाहिँ त्यसपछि यहाँ ससेसहरू लगाएर खानुपर्ने हुन्छ। अब यो चाहिँ खानुलाई रेडी भइसकेको छ। यो चाहिँ मैले तताइसकेको छु। यो चाहिँ तोरीको चटनी हो। यसरी यो लगाउने, त्यसपछि गएर टमाटर सस यसरी राख्ने, त्यसपछि यो चाहिँ मायोनिज भन्ने हो। यो चाहिँ क्रिम जस्तै धेरै कुराहरू राखेर बनाएको हुन्छ। यो पनि यो सबै यो प्याकेटमै आएको हुन्छ, तपाईँको यो प्याकेटभित्रै हुन्छ सबै कुराहरू। हामीले चाहिँ यो बर्गरमा चाहिँ अब बर्गरमा हाल्नुपर्ने चिजहरू सबै कुराहरू यहाँ अलरेडी हालेर बनाएको हुनाले अब यो यसलाई मजाले म्याग्नेटाइज चाहिँ डल्लो गरेर अनि यसलाई प्रेस गरेर तताएर यो रेडी भएको हो खानुलाई। अब हामीले चाहिँ अब यसमा चोप्दै हामीले यो खान सकिन्छ। यो चाहिँ यसरी खाने हो। यो राम्रो छ, तपाईँहरूले पनि ट्राई गर्नु होला, खानु होला भन्दै आजको यस जानकारीसँगै म शिव श्रेष्ठ पनि बिदा हुन चाहन्छु। हस्त, नमस्ते।